हेलो गाइस म सुतोला थाहा छ अनि आएर चाहिँ म उडाउन गइरहेको छु उता हेर्नु मन्दिर छ गाइस हैन उ त्यहाँ आज चाहिँ नि चैते दसैँ हो गाइस अनि आज त्यहाँ बाख्रा बलि दिएको गाइस हैन त्यो गाइस हेर्नु त निस्मा यता आउन गाइस त्यही हो गाइस हैन कस्तो छ गाइस राम्रो छैन मन्दिर पहिला नि गरेको यहाँ घन्टी छ गाइस घन्टी गाइस बजामै त गाइस अनि गाइस हेर्नु भित्र कस्तो छ नि गाइस राम्रै होला नि गाइस हैन छोड्दिनु गरेर त्यस्तो गर्ने हैन अनि लाउन त कस्तो अनि कस्तो भान्जी भएर हेर्न ल बोल्न मन लागेन नि आउनु छैन बोल्नलाई गाइस त्यही हो उ त भान्जी त्यो बजाइरहेको थियो गाइस यता आएको गाइस हैन भान्जी हेलो गाइस कस्तो त्यो टाँसिने जस्तो गरेको र अनि उ त्यहाँ जान मिल्छ हैन मामा भ्यू चाहिँ खतरा है त्यो चाहिने कम्पनी ओ उता नदी हो गाइस यो त दोस्रो भ्लग हो यो चाहिँ मन्दिरको अस्ति पहिला नि हालेको थिएँ नि त मैले गाइस हैन त्यो कति हेर्नुभयो त्यो मलाई नि थाहा भएन कस्तो छ नि गाइस आज चैते दसैँ हो तपाईँलाई नि थाहा छ तपाईँले नि कमेन्ट गर्नु ह्याप्पी चैते दसैँ भनेर हजुरहरूलाई नि ह्याप्पी चैते दसैँ अब हामी त घरतर्फ जाने होला अब एकैछिन लागेको म तपाईँलाई शिव मन्दिर पनि देखाउँछु है त ठ्याक्कै मेरो नाम मिलेको जाम ल तिमी खिच ल यसरी जाउँ त हेर त्यो ब्याक क्यामेरा गरेको नि पहाडी हेर पहाडी हात देखेला नि अरे साथीहरू सिपे मामा हुनुहुन्छ यता र यो नाम पढ्नु है त मित्रता युवा क्लब लाफे पढ्नु होला अनि यता हुनुहुन्छ मान्छे तपाईँ मलाई चाहिँ उस गरेर आफै हिँड्छ अझ छिटाउ भयो अगाडि हिँड्नु अरे साथीहरू यता छु ल गाई छैन अघि चाहिँ भान्जीले समातेको स्मथ गाइस कस्तो छ त नि राम्रै होला भन्ने म आशा गर्दछु किनकि मलाई नि त्यति खासै आउँदैन क्या भ्लग बनाउनलाई मैले नि